आज पनि 2-4 पुगे एनाम सरी बेबी सायद आउने छैन त्यो समय अब कहिले हामी 2-4 हुने मन त थियो मलाई पनि जिम्मेदारी उठाउन अलग्गै संसार घरबार परिवार हुन्थे सुखमा साथ रम्दै दुःखमा साथ रुन्थे मिलेर पुरा गर्थे जुन सपना बुन्थे सम्झिन्छु तँलाई जब मन दुखिन्छ साह्रै नै तर रमाइलो थियो त्यो पल तसँगको भुल्दैन बात जुन चाहिँ प्रश्न छ यो मन किन तर्दिन्छ प्रश्न छ यो तिमी बिना सायद झस्किन्छ अल्झिन्छ भावको बिचमा यो फस्दिन्छ मेरो मन मेरो मस्तिष्क मेरो आमा बाउको मैले कहिले गरेन कदर मतलबी छु म मलाई भएन मतलब तर अहिले गुजिरहेछु मसँगको छ हरदम दुःखमा साथ दिने सुख चाहिँ बाँड्दिने कसरी गरौँ म व्यक्त म अति नै छु आभार सुन्दर यो जिन्दगी जो दिनुभयो हजुरले मलाई उपहार धेरै नै समय लाग्यो सायद मलाई यो सब बुझ्नमा तर मेरो जिन्दगी भरि हुनेछ हजुरहरूको लागि दिन जस्तान कोही कहिले नि सक्दैन बुझ्न जा म बुझ्छु हजुरलाई जो हजुर मै देख्छु भगवान हजुरहरूले त बुझ्नुहुन्छ मेरो कुराहरू सुन्नुहुन्छ अरूले नसुन्दिदा अदृश्य छ भविष्य हो मेरो भूत खराब मलाई ज्ञानी भन्नु भनेको छैन अमूल्य ज्ञान मेरो साथीहरू दाइ भाइ अनि मम्मी ड्याडी मलाई माफ गरिदिनु यो जन्ममा बन्न सकिन कति ज्ञानी जब हजुरले आफ्नो सब चिज त्यागी खुसी मात्र दिन चाहनुभयो मलाई सधैँ त्यसमाथि फेरि परे पराई सबै होस् पनि आएको छैन मलाई यो चाहिँ तर यति कुरा भन्न चाहन्छु हजुरहरूदेखि छुट्टेर यति टाढा केही गर्नमा आछु यदि ईश्वरको चाहना नै यही छ भने एक दिन साँच्चै म सोचेको गरेर देखाउँछु या त मरेर म जान्छु कसरी भनौँ अब हाम्रो बाटो छ फरक यति समय नै थियो तिमीसँग मलाई चाहिएको छैन सम्बन्ध बस्छु एक्लै म तिमीसँग मेरो जिन्दगी देख्दैन मेरो मनको आगो कहिले शान्त नहोस् यही नै हो जो होस् भन्ने चाहन्न म And I love you mom and dad Not lying, this is just a fact छोडिसके मैले गलत सङ्गत अब बुझ्न थाल्दैछु भुल छाड्दैछु मेरो सम्मतिको अवसरमा यो मेरो गीत हजुरहरूलाई उपहार स्वरूप